guys, what's up? Hope you guys. Hello, namaste everyone. Hope you guys are doing good. We're doing good. Yes, I'm also doing good. Yeah, we're doing good. So, reaction channel ma ramrai bhairaha bhanam, and there was 2 comments. Sorry first of all, हामीले त्यस्तो डिसरेस्पेक्ट गर्न खोजे हैन. अब नर्मली हामीले कुरा गर्दाखेरि त्यसरी नै कुरा हुन्छ हैन. अब यसले भनेर चिनाइन्छ नर्मली. अब अलिक अनि यहाँ कमेन्ट आएको थियो स्पिड 555 को स्पिड सुने खास तँले? अफ कोर्स जसले पनि सुने खान्थ्यो गीत त. त्यो गीतमा चाहिँ रियाक्ट गर्नुपर्ने छ अनि आज हामी रियाक्ट गर्छौँ त्यो गीतमा. ओके बुझिस् नि? ल ओके. यो गीत त सबले सुनेकै हुनुपर्छ. लेट्स गो, लेट्स रियाक्ट गाइज, लेट्स गो. यो ठुलो भिडमा म भने बिस्तारै आफ्नो स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि बुझिरहेछस् नि लिरिक्स त? यो ठुलो भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि म त जेनेरेसन अगाडि हैन आफ्नै तरिकाले हिँड्न खोज्छु भने होला नि त. यो ठुलो यो उसमा यत्रो मान्छेहरु आफ्नो त्यो फाइटको लागि आफ्नो उसको लागि कुदी म चाहिँ मेरै फाइटको लागि म आफ्नै स्टाइलले हैन आफ्नै परेपछि सक्दैन स्टाइलले भनेर हौसला कम गर्न खोज्ने छनै कति समय लाग्ला गर्दै छु त गरेर छोड्छु म भनेपछि यो ठुलो भिडमा म भने बिस्तारै आफ्नो स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैन स्टाइलले भनेर हौसला कम गर्न खोज्ने छनै कति समय लाग्ला गर्दै छु त गरेर छोड्छु म भनेपछि दुःखलाई बुझेर सुखको खोजीमा लागेको मान्छे हुँ पहिलेदेखि. दुःखलाई छोडेर खुसीको पछि लागेको हो क्या म जहिले पनि भनेको बुझ्नु है. पहिल्यैबाट भने क्या जति नै माथि नै पुगे नि झरिन्छ घमण्ड गरिन्न कहिले पनि बुझाइदे. जति नै माथि पुगे पनि जति धनी भए पनि सिधा भन्नु पर्दा हैन जति धनी भए जति पनि पोजिसनमा पुगे नि आफ्नो रुट चाहिँ सुख आयो भन्नेमा मातिनु हुँदैन र दुःख आयो भन्नेमा आफ्नो रुट चाहिँ बिर्सिँदिन भन्न खोज्छ क्या. ओके छैन केही थाक मनमा बात नि छैन यो मुटुमा अहिले पनि छैन केही पाप हरेक लाइन त भन्नु छैन केही धाक भने हो पाप भने हो. ल घमण्ड गरिन्न कहिले पनि सुन अब छैन केही थाक मनमा बात नि छैन यो मुटुमा अहिले पनि छैन केही धाक पनि दिनु छैन हैन पाप पनि केही गरेको छैन म आफ्नो पाराले दामी गरिरहेको छु टाइपको हो क्या. सपना पछाउँदै हिँड्न नि कति गाह्रो हुन्छ बुझेको छु मैले पनि त्यसैले हौसला जारी छ सपना आँखा अगाडि छ आमाको चाहना बाँकी छ बाबाको आँसु पखाली छ खानलाई थोरै नै भए नि मिलेर सबैलाई बाँडी छ मरेरै जाने हो एक दिन त त्यसैले आजलाई बाँची छ तल र माथि नि कतिको चित्त नि दुख्या छ कतिको छैन यहाँ केही पनि सजिलो उज्यालो आउँदैछ बत्तीको टाढा हुँदै गए नजिकको थाहा छैन आफूलाई मचेको खास सास हुन्छ आस जहिले 3 5 हेर्दा समय छोडेको यो त मेरो पहिलाको फेभरेट गीत हो यार. बुझिस् नि लाइनहरु बुझिस् नि ट्र्याक गर्नु पर्दैन नि बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैन स्टाइलले भनेर हौसला कम गर्न खोज्ने यहाँ छनै कति समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाँकी गाजा पनि सकेको एकछिनलाई नबोलो साथी नसोच भोलिको लागि नबोलो हामी नै बाँकी बाँच्न केहीको जिन्दगी बनेको यही हो सोचेर टाइम वेस्ट केहीको लागि यात्रा छैन सकेको हिँड्नलाई धेरै छ बाँकी गाजा पनि सकेको एकछिनलाई नबोलो साथी नसोच भोलिको लागि नहोलो हामी नै बाँकी बाँच्न केहीको जिन्दगी बनेको यही हो सोचेर टाइम वेस्ट केहीको लागि. यो लाइन चाहिँ फेभरेट छ है. आज नै नहोला भोलि नै नहोला पर्सि त होला नि गरेपछि आज नै नहोला भोलि त्यो कहिले पनि आफ्नो छोड्नु हुँदैन के. कन्सिस्टेन्सी जारी हुनुपर्छ तर एक दिन अफ कोर्स प्योर मोटिभेटिङ सङ हो यो चाहिँ प्योर मोटिभेटिङ सङ हैन हो कति निरन्तर हिँडिरहनु पर्ने कसको भर गर्ने हिँड्दैछु आफ्नो बोली माया बिनाको त्यो संसारै हुँदैन तिमीले चाहेको सब पाए पनि. यो बुझेछस् के माया बिनाको संसार हुँदैन तिमीले जे जे सोचे पनि त्यही त माया बिनाको संसार तैँले जे पैसा सैसा जति भए पनि माया बिना त्यो काम छैन के. काइन्डनेस हैन माया नै के केको लागि गर्ने भन्ने त हुनु पर्यो नि त मायाको लागि कहिलेतिर बुढीको लागि हैन त्यस्तै जहिले नि ह्यापी छ हिप्पी लाइफ गाह्रो त छ गाह्रो के हो सोध के नभएकोहरूलाई के नै भो त गर्दै होला भन्
के केही नभएकोहरूलाई भनेको हामी त यति भएर पनि हामी सुख छैनौँ नि मान्छे कतिले खाना बाँचेन नि यस्तो क्यामेरा छैन कतिसँग ठिक छ ठिक तिनीहरू छ पनि खुसी छन् नि पनि गर्ने केको लागि यतिको चाहिँ क्र्याक हान्नु पर्यो जान्दो चेन सत्य बाटो गिरी सत्ता पाइ हिँड्दैछु मन्नी चाहेछ मन्नी भड्किन्छ कहिले काहीँ आफ्नो मन पर्नी कति गाह्रो भइरहेको छ आफूलाई यहाँ कसैलाई पनि नभन्नी इन्द्र नै लाग्दैन भन त कसरी देखु म मिठो सपनी बुझिस् ब्रह्माण्डमा तिमी कहिले एक्लै छैनौ तिमी जस्तै हो म पर्नी भिडमा म भने बिस्तारै आफ्नै स्पिडमा बढे अघि केही पनि छैन यहाँ गाह्रो त्यही पनि थाहा हुन्छ आफूलाई परेपछि सक्दैनस् तैँले भनेर हौसला कम गर्न खोज्ने यहाँ छ नै कति अरूले भनेर कहिले डिमोटिभेट नहुनु के हैन के समय लाग्ला गर्दैछु त गरेर छोड्छु म भनेपछि एक दिन त हुन्छ कि गर्दै गइस् भने हाम्रो पनि एक दिन त 100 हुन्छ के त्यही भएर हामी पहिले अहिलेबाट थाल्दैछौँ क्या 100 हुन्छ अहिलेदेखि आज त नहोला भोलि त नहोला पर्सि त होला नि गरेपछि आज 1 भोलि 5 भन्दैमा डिमोटिभेट हुनु भएन 5 बाट 500 के हुनलाई के ठुलो कुरा छ हैन हजुरहरुकै That's it guys, thank you so much for watching our video. Hope you guys enjoyed watching it. That's it. ल अब किमा खाना जान्छौँ हामी. Okay bye. I don't like Guys, rapping like essays, but Chirag Khadka is one of the dope rapper I know, हैन मेरो one of my favorite पनि Chirag Khadka. त्यही भएर no disrespect मैले कसैलाई गरेको छैन आर्टिस्टहरु. I respect नवाजन साइड त मेरो फेभरेट हो. सरी त्यो हामीले त्यो के भन्यौं भनेर रे त्यसलाई भन्यौं भनेर त्यो त्यसलाई त्यसलाई भन्ने हैन तर you know you understand how मान्छे normally बोल्दा कसरी बोल्छ त्यही हो. That's it. Bye bye.